तेरै हुन्छ हाडीगाउँको जात्रा तेरो चाहिँ हुन्छ हाडीगाउँको जात्रामा रेन्ज किन चेन्ज गर्नु भन्छ लाई नि ओभर चिसो भइसक्यो यसको नि हात गलिसक्यो कतिखेर मलाई यहाँबाट छोड्छ होइन यो तक्लुले दादाले झन्डै त्यहाँ ठोकेन सो गाइज वेलकम ब्याक टु माई च्यानल इन एनदर भिडियो आई होप सबैजना सन्चै हुनुहुन्छ होला अहिले के अरे म र रोशन उता पेट्रोल हाल्न जाँदैछु आज चाहिँ के अरे यो बाइकको मेरो त्यो ब्रेक सोल चाहिँ चेन्ज गर्नु छ पछाडिको किनकि यसको पुरै गइसकेको रहेछ कि ब्रेक सोल आज हामी कहाँ जाने रोशनी हामी पशुपति जान्छौँ पशुपति पहिला जोरपाटी त्यसपछि हेर्दै जाउँ पशुपति हो लास्टमा चाहिँ सो सुरुमा अहिले चाहिँ हामी पेट्रोल हाल्छौँ किनकि गाडीको पेट्रोल पुरै रिजर्भमा गइसकेको रहेछ अनि त्यसपछि दादाले भेटेर उता के अरे जोरपाटी जाने होला सायद अनि जोरपाटीबाट त्यसपछि पशुपति बहिनीलाई पिकअप गरेर पशुपति जाने भोलि चाहिँ मेरो अकाउन्टको इक्जाम छ म यो झाटुसँग डुल्दै बसेँ अब मेरो पर्सेन्टेज फेल होस् न म त्यहाँ फेल हुँ न त पास हुन्छस् नि म त केही हुँदिनँ पास भएर हुन्छ त्यहाँ तर पास गरेर देखाउँछु भाइ हेर्छु म हेर्छु पास गर्नु यसपालि त पुरै च्याप्टरै सकेको रहेछ उ सिलेबस क्वेसन मलाई पठाएर तेरो भोलि एक्जाम हुन्छ मेरो यसो प्र्याक्टिस हल्का पास हुने त छानकाट निकाल्नु पऱ्यो नि ओहो सो यो हालेर चाहिँ हल्का ट्राफिक म्यानेज हुँदो रहेछ है यो हाले चाहिँ ट्राफिक चाहिँ म्यानेज भइरहेछ म्यानेज भइरहेको बाटो चाहिँ के यहाँ जहिले धुलो हुन्छ यता कति हाल्ने भयो तेल त हालिदिन्छस् र मसँग 200 छ दसौँ 200 छ म कति हाल्नु म 200 हाल्नु कि 300 को कसरी लिटर हेरौँ होइन अनि त्यो अनुसार उत्तै छ है यहाँ चाहिँ के हो यहाँ त त्यो स्क्याम त गर्दैन त्यही नि 5-10 रुपियाँ यताउति जान्छ मेरो आज फेरि कलेज पनि जानु छ फर्म सबमिट गर्न भोलि ल भोलि इक्जाम अनि एडमिट कार्ड नलिकन म इक्जाम दिनु कलेजले छिन्न दिनु पऱ्यो नि एडमिट कार्ड नलिकन कलेजभित्र आज लिने एडमिट कार्ड अनि प्लस फर्म पनि आजै सबमिट गर्नु छ डबल काम गर्छ हिजो किन गएको त हिजो गएको थियो अनि कलेज बन्द कामै छैन के तेरो चाहिँ काम छ नि गर्ने सक ओके ओके बेबी म नुहाएको छैन नि मलाई नुहाउनु पर्छ अहिले 10-11 बजीतिर के आवा चुप अघि मम्मीले नुहाउन दिनु भएन तेरै हुन्छ हाडीगाउँको जात्रा तेरो चाहिँ हुन्छ हाडीगाउँको जात्रामा भाइजर लगाम यार स्पिडमा जाउँ अरे बाप्पा आज यसको ब्रेक सोल जसरी चेन्ज गर्नुपर्छ पुरै गइसकेको रहेछ यसको ब्रेक सोलकै पछाडिको पुरै गइसकेको रहेछ चल्न त चलिहाल्छ नि अनि त्यो ब्रेक सोल चेन्ज गरेन भने होइन ब्रेक प्याड चाहिँ जान्छ कि अनि सिधै कति 3000 मिनिमम 3000 होला नि तर 5000 त्यति जान्छ होला ओके मैले लगाएन पछि हाम्रो ड्राइभर चेन्ज गऱ्यौँ हामीले मैले चाहिँ कुदाएर मेरो हातमा पुरै चिसोले हात गलिसक्यो होइन अहिले चाहिँ मेरो बाइक बस्नु कुदाउँछु म चाहिँ पछाडि बस्छु मेरो हात चाहिँ पुरै चिसोले गलिसक्यो कि म त घाम लाग्यो के चिसो लाग्दैन भनेर ग्लोभ्स लगाएन कि घरबाट अहिले कुदाउँदा कुदाउँदा हात त्यही भइसक्यो पुरै जमिसक्यो त्यही हामी चुनिखेलको बाटो हुँदै हामी कता जोरपाटी गएर होइन पहिले चाहिँ हामी के अरे यहाँ डेली आउँथ्यो कि चिया खानु उता माथि स्कुलमा हुँदाखेरि साथीहरूसँग डेली आउँथ्यौँ त्यो लाइक इक्जाम सक्ने बित्तिकै सिधै हामी यहाँ आउँथ्यौँ कि बाइक लिएर यसलाई नि ओभर चिसो भइसक्यो यसको नि हात गलिसक्यो म चाहिँ भिडियो गरेर चाहिँ मेरो हात पनि गलिसक्यो भ्यू चाहिँ यहाँबाट बप्पा लगाउँछु उताको मेन त अगाडि गइसक्यो बाटो नि बप्पा चाहिँ अगाडि चाहिँ हाम्रो दादा स्कुटीमा जाँदै हुनुहुन्छ स्कुटी कुदाएर बाटो चाहिँ बबाल छ कि यहाँको पहिले त हामी डेली आउँथ्यो कि त्यो इक्जाम सक्ने बित्तिकै होइन इक्जामको बेला सिधै यहीँ आउँथ्यौँ केटाहरू हामी चिया खान अगाडि एउटा रेस्टुरेन्ट छ मैले देखाउँछु हजुरहरूलाई अगाडिको रेस्टुरेन्टमा हामी जहिले आउँथ्यौँ यो माथिको रेस्टुरेन्टमा होइन चिया चाहिँ एकदम मिठो त्यो चाहिँ के भर्खर बनाएको भनौँ न 1 वर्ष भयो होला हामी 10मा हुँदाखेरि चाहिँ बनाएको थियो नि यो बाटो यो पुरै अफरोड थियो त्यो भनौँ न पानी परेको बेला यहाँ बाइक यस्तो गाह्रो हुन्थ्यो कुदाउन एकचोटि परेको थियो कि हामी अनि झन्डै यहाँ लडेको थिएन हामी सिकाइस फाइनली हामीले के अरे पहिला चाहिँ पिकअप गरेर अब पशुपति जाँदैछौँ पशुपतिमा चाहिँ हल्का काम छ हिजो चाहिँ के अरे त्यो पिण्ड तान्छ आज चाहिँ के हो मलाई पनि थाहा भएन अब त्यही गरेर थाहा हुन्छ हामी कहाँसम्म छ हामी यहाँ उयो के अरे नामै के छ यार उयो
बाबु शेर्पाको बाबु शेर्पाको स्ट्याचु अहिले हामी चाहिँ बाहिर पुगिसक्यो भने दादा चाहिँ हाम्रो उता पर हुनुहुन्छ चाहिँ गाइस फाइनली हामी यहाँ पशुपति पुगिसक्यौँ बाइक चाहिँ यहाँ पार्क गरिसक्यौँ पेड पार्किङमा होइन चाहिँ हामीले यहाँ पशुपतिमा पेड पार्किङमा पार्क गरेछौँ कतिखेर यहाँबाट निस्किनु थाहा भएन यसले कतिखेर मलाई यहाँबाट छोड्छ होइन यो तक्लुले यो चाहिँ के साथीले हिजै मेरो ब्रेक सोल चेन्ज गरिदिएको रहेछ मलाई चाहिँ थाहा थिएन किनकि बाइक चाहिँ अर्कैले पिकअप गरेर मेरो घर गएको थियो मैले अघि हेरेर थाहा पाएको सो उसको आज पैसा पनि पेमेन्ट गर्नुपर्छ प्लस सबैभन्दा के दिएको थियो उसले बनाइदिएको रहेछ एयर फिल्टरमा चाहिँ के अरे कहाँबाट दुइटा त्यो खै स्क्रु भेटेर रहेछ अरे उसले फेरि भोलि जानुपर्छ एयर फिल्टरमा के प्रब्लम आयो भनेर गाइस थ्याङ्क यू फर वाचिङ माई भिडियो फर मोर भिडियो सब्सक्राइब माई च्यानल एन्ड लाइक माई भिडियो